गाइज वेलकम ब्याक अनि हामी माइज भान्जाहरू फेरि नयाँ गेम लिएर आएको छौँ इट्स कल्ड गेस द पर्सन सो लेट्स स्टार्ट ल यसो सोचौँ ल ल भयो रेडी तपाईँको केटा हो कि केटी हो केटा हो केटा हो हजुरको केटा केटी मेरो केटी हो तपाईँको नेसनल हो कि इन्टरनेसनल हो नेसनल हजुरको नेसनल हजुरको नेसनल मेरो पनि नेसनल अनि ऊ चाहिँ फिल्म खेलेको छ टन्नै थाहा भएन खेले होइन अनि हजुरको के हजुरले पर्सनली चिन्नु भएको कि मैले पर्सनली चिनेको छैन ए चिनेको छैन अनि तपाईँले चिन्नु भएको चिनेको छैन फिल्म टिभीहरूमा मात्रै देखाएको ल ल हजुरको त्यो मान्छेले के टिभीहरूतिर खेल्छ टिभीहरू फिल्महरूतिर खेल्छ फिल्महरूतिर खेल्छ खेल्छे केटी अनि तपाईँको फिल्महरूतिर खेल्दैन होइन हजुरको त्यो यङ नै हो कि अलि बुढो बुढो टाइपको बिचको यङ पनि होइन बुढो पनि होइन यस्तो टाइपको बिचको तपाईँको मेरो नि बिचकै हो उसले तपाईँले अनि त्यो मान्छे हजुरभन्दा बुढै छ म अनि कहाँ आउँदा फेमस छ लास्टै नै फेमस नै छ अनि तपाईँले के सोचेको मान्छे जस्तो ऊ चाहिँ टिभी लाइनमा चाहिँ आउँछ टिभीतिर चाहिँ आउँछ त्यस्तो टिभीमा खेल्ने मान्छे चाहिँ होइन ल त्यति चाहिँ भनिदिए टिभीमा नि आउँदैन टिभी त हामीले हेर्ने त टिभीभित्र हेर्ने कुराहरूमा चाहिँ आउँछ र सो ड्रामाहरूमा चाहिँ आउँदैन मैले त टिभीमा चाहिँ आउँछ टिभीमा चाहिँ आउँछ फिल्म लाइनको होइन टिभीमा चाहिँ आउँछ केटा मान्छे हो ल अनि हजुरको अहिले पनि फिल्महरू खेलिरहेको हुन्छ अहिले लेटेस्टमा त मलाई थाहा छैन तर चाहिँ पहिलादेखिबाट चाहिँ खेल्दै आइरहने हो अदबसी टाइपको रेखा भन्ने हो के पोलिटिक्सको हो सागर ढकाल हो होइन एकदम इजी छ हो गगन थापा हो होइन प्रचण्ड हो होइन केपी ओली हो होइन महेश बस्नेत हो इजी छ के अहिले एकदम राम्रो काम गरेको सुदन गुरुङ ल यसपालि चाहिँ मैले जितेँ है ल ओके बाई